ल त्यसो गरौँ है किन थुप्रो बेर भयो नि त पढेको पनि अब अरू आधी घन्टा बिचमा त्यहाँ तल पनि नजर हाल्दै गर है अब कता कता नजर लाउनु हात लाउनु यहाँ मेरो यहाँ कुद्ने काम भयो वरिपरि अरू खानेले खाऊ न त बाटो पनि छोटो भएर ट्रेनले नै खाइसक्यो बोजूलाई यहाँ हर्लिक्स छ मेरो बोजू लिएको छ अब नानीहरूलाई चाहिँ अब त्यही गरेर होइन म अब गराउँछु यहाँ मिलाउनु परेन पुस पानी ल्याउ त बाबु त्यहाँबाट अनि यो त्यही छोडिएको छ होइन त्यो चिज छोडेको पुस पानी यो आमाले पनि यो मिलाउनु यो म पखालेर लेख्न थालौँ अब नि त्यो यो कोडा गरिहालौँ अनि त्यसपछि चिया खाँदै गफ गर्दै लेखौँ है यो पुस लिएर पाइन्छ हरि आद्य श्री ब्रह्मण्य द्वितीय प्रांते श्री श्रीद्वारा कल्पे दैवश्वतमन्वन्तरे अष्टाविंशतितमे कलियुगे कलियुगस्य प्रथम चरणे भूलोके आर्यावर्तान्तर्गते गण्डक्या कौशिकी नदी पवित्रिते संसारी मण्डलान्तर्गते दन्तकाली देवी देवी वराह पुरुषोत्तम भगवान चरणस्थले योग लग्न कर्ण मुहूर्त अन्येषु शेषेषु भौमादिग्रहेषु यथा यथा राशि स्थानानि तत्त्वं ग्रहगुणगण विशेषेण विशिष्टायां शुभपुण्यतिथौ अद्यः गोत्र स काशी गोत्रोत्पन्नोऽहं आफ्नो नाम दिल बहादुर अहम मम रामकुमारी राई नवीन राजन कल्याण नामक भगवती दुर्गा बुहारी नाति नातिना पनातिनी सपरिवारान्वित दीर्घायु विपुल धन धान्य पुत्र पौत्रादि निवच्छिन्न संतति वृद्धि स्थिर लक्ष्मी कीर्ति लाभ शत्रु पराजय सद अभीष्ट सिद्ध्यर्थम आदि व्याधि जरा रोग दुर्घटना मृत्यु परिहारार्थम नित्य अखंड सौभाग्य प्राप्त्यार्थम नित्य कल्याणार्थम विशेषतः काशी गोत्राणाम अस्मत् पितृपितामह प्रपितामहानाम बाऊ दिल बहादुर लक्ष्मी शोभा नरबहादुर सूर्यमान भरत सिंह बजुको चाहिँ चेपदिनी बजुको चाहिँ यथा नामनी देवी अद्य अस्मत् मावलीपट्टि हजुरको मावली अब ससुरा सपरिवार कोही त्यस्ता आफ्ना कुलमा त्यस्ता कुनै मरेका छन् भनेदेखि तिनीहरूले पनि अवगति परेका छन् भने पनि उत्तम गति प्राप्त गरून् है भन्ने ज्ञात समस्त पितॄणाम् एकविंशति पितृ उद्धारणार्थं अश्वत्थ पिप्पलादि विवाहांग भूत कर्मणि पूर्वक अद्य कन्यापाद प्रक्षालनम कर्मणि च अहं करिष्ये यहाँ ऐसे छोड़ दी उसको त अब यो भाडालाई एकछिन लो यो पानी तपाईले आमाको हातमा राखिदिनु होइन तपाईले पक्रिदिनु नि आमा हुन्छ लु होइन हजुरले तल पक्रिने आमा पानी गाग्रीको मुखमा पक्रिनु न घाँटीमा गाग्रीमा पक्रिनु यहाँ
होइन तपाईँले हेट तेरिका न घाँटीमा तपाईँ पक्रिनु न काँक्रीको अनि बोजूलाई यहाँ गर्नु लु 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 हो ए भगवान लु पानी खाने हुन् तल नबुझेर खाने हुन् त बोजूलाई अलिक यता ल्याउनु न हरि ओममा हरि ओममा दीर्घायस्तो बिस्तारै हाल्नमा पानी हरि ओम या श्री थोरै क्या पानी आमा अलिकति तिरिरिरि झार्नु न मन्त्र पढिन्जेल त पानी चाहियो नि त यसो हात अगाडि राख्ने हात यसो पुछिदिने हो त्यसरी अर्को बोजूलाई पनि पुसाइदेऊ न अलिक अगाडि हात नानी बजुको पाली आउँदैछ अहिले बाजेले पानी हाल्यो बाजेको अगाडि कन्या देवी भन्दै ओममा अब यहाँ अलिकति पानी हालेर यसो शिरमा छिट्ने हरि ओममा सबैको शिरतिर। दीर्घायस्तो खाँदै खाने त लु लु अब यो यता दिनु लु अब हजुरले यसो पानी हालिदिने त्यहाँ आमाको हातमा माथिबाट गुरु माथि नै पो उठाउनु पर्छ कि घरको रे उठाउँ मलाई यिनीहरूले उठाउनु लु माथि उठाउँ पक्नु ल पक्नु एकछिन है लु लु भयो भयो भेट्यो लु हो यसो शिरमा छिट्ने शिरमा छर्किनु अब होइन लु छर्कियो सम्झिनु हरि ओम छर्किनु पर्छ लु भयो हरि शरण यसो हात यसो हात धोइदिनु अन हात धोइदिनु नातिनी पनातिनीहरूको लु। ल खाली हात त गर्नु हुँदैन होला गुरु खाली हात गर्नु टिका लगाइदिनु लु हरि शरण लु फुल पानी लु आऊ नानी यता फुल पानी उताबाट जाउँ न लु अलिक ओराउ है लु लु हरि ओम बोलाउनु नि अब के अब आमाको हातले पनि टिका लगाइदिनु आमा चाहिँ टिका लगाइदिनु ल दुईजनाले अहिले एकैचोटि दिनु त्यही त यहाँ पक्रिनु न यहाँ भित्र डलर छ बाजेको बस फुल यो लगाइदिनु दुईजनाले छोएर एक एकजनालाई ऊ सबै त्यसो गर्दा हुन्छ नि होइन गुरु दुईजनाले छोएर एक एकजनालाई फुल लगाइदिनु है खै अर्को नातिनीलाई फुल फुल छैन फुल पुगेन फुल दिनु छ यहाँ फुल थुप्रो छ फुल आएकै छ लु यो नातिनीलाई ए पनातिनीलाई लु हरि ओममा लु लियो उहाँहरूलाई पनि समाउनु लु ए यो पैसा यो दिनु यो दुवैजनाले यो पहिले यो नानीलाई दिनु यसो हो ओ फुललाई लु यता नातिनीलाई यता हरि ओममा अर्को चाहिँ कता चिनो भएको गरेर हरि ओम देवहु शान्तिरन्तरिक्षगु शान्तिः पृथिवी शान्तिरो खादे शान्ति बन सदा शान्ति विश्वे देवा शान्ति ब्रह्म शान्ति सर्वं शान्ति लु यो भयो ल खुसी भयो लु जाऊ यो लु अब चिया खानु कि के गर्नु चिया खानु अब हजुर चिया खाने इन्डियनहरूले गुरु हामी कुमारी पूजा बुझ्छौँ नि तब दबाई खानु हामी कुमारी पूजा बुझ्छौँ नि इन्डियनहरूले कस्तो यो कुरालाई मान्छ पो त लु यो कता गुरु अक्षता नानीले अहिले चाहिन्छ लाउनु पर्छ अहिले उतै गर्नु बिचै त्यो नानीले कुल्छ यो लाको अक्षता हो कुल्छु कुल्छ अलग्गै चोखो ठाउँमा राख्नु चोखै ठाउँ हो त्यो लु अब चिया खानु औँठी खोलेर मलाई दिनु आमाको पनि गुरु आमाको पनि अब खानु चिया खाने गफसफ गर्नु यत्रो गर्नु हो अब कन्यादानको मात्रै बाँकी छ लु दिनु नातिलाई है बरलाई पिपल दिनु पर्यो आमाजीलाई एउटा रुमाल गुरु दिएन है कुन चाहिँ चन्दन यो पहेँलोले लेखेको कि रातो र अन्त बाजे घरतिर कहाँ जाछ बोजूलाई एउटा रुमाल बाजेको छेउमा बस्छ चिया खाँदै अनि ए नाम लेख्नु लो यहाँ बास हजुर लु हुन्छ नानी बस्नु अरूलाई दे